यो चाहिँ हाम्रो ट्रान्सवर्ल्ड कम्पनीको 630 kVA को ट्रान्सफर्मर र यसमा के इक्विपमेन्ट लागेको छ, त्यसको काम के हो, त्यो चाहिँ हाम्रो दाइले भन्नुहुन्छ। यहाँनिर ट्रान्सफर्मरको फिन्स हो। यसको काम भनेको चाहिँ हिट डिसिपेट गर्ने काम गर्छ भने अर्को देख्नुहुन्छ यो तपाईँहरूले देखिराख्नु भएको छ, यो चाहिँ हाम्रो एलटी साइडको बुसिङ हो। हामी यो चाहिँ एलटी साइडको केबल टर्मिनल हुन्छ यसमा चाहिँ। र अर्को देख्नु भएको छ यो चाहिँ एसटी साइडको 11 kVA को केबल टर्मिनेट हुन्छ। यसमा चाहिँ केबल कनेक्सन हुन्छ। पछि तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अर्को भिडियोमा तपाईँहरूलाई हामी देखाउने नै छौँ। र अर्को यसको नाम भनेको बोकोज रिले। यसको चाहिँ तपाईँको यो इन्टरनल ट्रान्सफर्मरमा इन्टरनल प्रब्लम आउँदा अथवा तपाईँको केही हुँदा चाहिँ यसले चाहिँ एसटी साइडको ब्रेकरलाई ट्रिप गराएर सेफ हुने काम गर्छ भने यो देख्नु भएको छ। यो चाहिँ हाम्रो एक्सप्लोजन भ्यान भनेको चाहिँ यो पनि यसको ट्रान्सफरको इन्टरनल अथवा ओइल टेम्परेचर बढेर अथवा वाइन्डिङ बढेर अथवा एक्सपायर भएर त्यस्तो हुने बेला भएको अवस्थामा चाहिँ तपाईँको यो ग्यासेसहरू बढी भयो भने चाहिँ यो कुनै यो अलि यसको पार्टहरू चाहिँ फाटेर अथवा यो ट्रान्सफर्मर कुनै क्षति नभइकन नहोस् भनेर चाहिँ यो हामीले यसको नाम चाहिँ एक्सप्लोजन भ्यान हो भने यो चाहिँ हाम्रो कन्जर्भेटर ट्याङ्क हो र यसमा चाहिँ इन्सुलेसन ओइल हाम्रो स्टोरेज हुने काम गर्छ।